आइएल्स एक्जाम बन्द हुन जाँदैछ। के तपाईलाई थाहा छ? आइएल्स पेपर बेस्ड एक्जाम अब बन्द हुन जाँदैछ। अबबाट हजुरहरूले आइएल्स कम्प्युटर बेस्ड एक्जाम दिनुपर्ने हुन्छ। यही जुन वा जुलाईबाट चाहिँ आइएल्सले नयाँ अपडेट ल्याउन जाँदैछ। त्यो हो अब आइएल्स एक्जाम फुल्ली कम्प्युटराइज्ड हुनेछ। एक्जाम मोड्युलहरू सेम हुनेछ। जुन पहिला हुने गर्थ्यो लिसनिङ, रिडिङ, राइटिङ, स्पिकिङ, त्यो सेम हुनेछ। र स्पिकिङ अझै पनि फेस टु फेस हुने नै छ। र यो अपडेट कहिलेबाट आउँछ भन्ने अझै फाइनलाइज चाहिँ भएको छैन। लेट्स होप छिटै आउनेछ यो। र यसमा आत्तिनुपर्ने केही पनि छैन साथीहरू। पुरानो जस्तो थियो त्यस्तै नै हो। अब पेपरमा दिनुपर्ने हुँदैन हजुरहरूले, अब कम्प्युटरमा दिनुपर्ने हुन्छ। र यो बदलाव ठिकै पनि हो, जस्ट द्याट अब हजुरहरूले टाइपिङ गर्न चाहिँ सिक्नुपर्ने हुन्छ। र यो कम्प्युटर बेस्ड कोर्सको राम्रो फाइदा के हो भने कम्प्युटर बेस्डमा हजुरले एउटा मोड्युल चाहिँ फेरि रिटेक गर्न पाउन सक्नुहुन्छ। सपोज तपाईँको स्कोर ओभरअल 6 आयो तर रिडिङमा 5.5 आयो भने तपाईँले रिडिङ फेरि पनि दिन पाउनुहुन्छ। यो 1 मोड्युल रिटेक अप्सन पनि कम्प्युटर बेस्डमा हुनेछ। लाइकवाइज रिजल्ट एकदम छिटो आउनेछ, 1 देखि 5 दिनमा। पहिला टिपिकल्ली 2 हप्ता जति लाग्ने गर्थ्यो भने अब 1 देखि 5 दिनमा चाहिँ रिजल्ट आउनेछ। सो कम्प्युटर बेस्ड ओभरअल हेर्ने हो भने इट्स नट द्याट ब्याड, जस्ट द्याट अब यु हेभ टु स्टार्ट प्र्याक्टिसिङ अन कम्प्युटर। पहिला पिटीहरू दिने चलन हुन्थ्यो, त्यसरी अब आइएल्स हुनेछ। त्यसो धेरै चाहिँ आत्तिनु पर्ने, टेन्सन लिनुपर्ने केही पनि छैन। जसरी नेपालमा सरकार बदलियो त्यसरी आइएल्सले पनि आफ्नो तरिका बदलियो। प्लिज फलो मी फर मोर टिप्स एन्ड ट्रिक्स।